हिन्दू अतिवादीहरू त्यहाँ छिरेका छन् हर्क साङपाङ विरुद्ध पनि। अनि त्यसको चाहिँ अहिलेको जुन द्वन्द्व भयो त्यसमा चाहिँ त्यो रिस पोख्यो भन्छ, त्यो रिस पोख्नुपर्ने ठाउँै होइन, त्यो उनले सक्ने कुरा पनि होइन। त्यो धार्मिक द्वन्द्वमा हर्क साङपाङको भूमिका हुन सक्ने मैले देखेकै छैन। ऊ त जिम्मेवार व्यक्ति हो, जिम्मेवार नेता हो। हर्क साङपाङ जिम्मेवार नेता हुन् हो। अनि के लेखेका छन् उटपट्याङ भनेर चाहिँ यहाँ अनेक छ त सर, तपाईँको उल्टो तर्क आयो। होइन, उल्टो होइन, वाक स्वतन्त्रता देशै नरहने भनेर लेख्न पाउने। सीके राउतले यो देश के काम, हामी तराई छुट्याउँछौँ, पृथ्वीनारायण शाह के काम, नेपाली सेनाले चाहिँ अवैधानिक काम गर्यो, गैर कानुनी काम गर्यो, उसको चाहिँ फोटो राखेर यस्ता कुरा गर्नलाई हामी छुट दिने। अनि हर्क साङपाङले केही कुरा लेख्यो भने त्यो चाहिँ उटपटाङ भयो। हर्ककै कारण यो भयो भनेर पनि खेदो गरियो नि। म बिल्कुल यसमा सहमत छैन। हर्क साङपाङ एउटा जनजातिको मान्छे, हिरो भएको, नायक बनेको, सम्भावित नेता भएको, भोलि नेपाललाई चाहिँ के अरे नेतृत्व गर्न सक्ने सम्भावना देखिएको, त्यो नसहने तत्त्व थुप्रै छन् के। पुराना पार्टीहरू छन् त्यहाँ जहाँ चाहिँ क्षेत्रीय बाहुनको वर्चस्व छ, जातीय कुरा गर्न त नहुने, तर के भने जनजातिका मान्छे उठेको हेर्न नसक्ने पार्टीहरू थुप्रै छन् क्या नेपालमा। त्यस कारणले उनलाई जनकपुरमा चाहिँ जानकी मन्दिरमा प्रवेश रोकियो, उनको प्रवेश। यदि उनी क्रिस्चियन हुन् भने नि एउटा क्रिस्चियन हिन्दू धर्मको मन्दिरभित्र प्रवेशै गर्दैन। उनी किन जान लागेको त्यहाँभित्र? राम सीता कस्ता रहेछन् भनेर हेर्न जान लागेको हो र? उनको पनि आस्था होला। उनको आस्थामाथि प्रहार गर्ने अधिकार कसले दियो कसलाई? उनको वाक्पटुता छ, उनले बोलेको कुरा काट्न सक्ने क्षमता अरू धेरै कममा छ, कन्भिन्सिङ पावर छ उनीसँग। के थाहा भोलि चाहिँ उनले धार्मिक क्षेत्रलाई पनि प्रभावित पार्ने किसिमका कुराहरू गर्ने हुन् कि होइन? अब जनजातिले चाहिँ अब हाम्रो त आफ्नै धर्म छ, हिन्दू धर्म लादिएको भन्ने कुरा पनि त आउँछ नि बेला बखत। त्यतातर्फ हर्क साङपाङको चाहिँ भूमिका हुने हो कि त्यो डर पनि छ होइन? तर जे होस्, हर्क साङपाङले बोलेको, उनले लेखेको कुरालाई उनलाई उटपटाङ भन्ने, उनलाई निषेध गर्ने कुरा चाहिँ उनको ईर्ष्या गर्नु हो, उनको हारिस गर्नु मात्रै हो।